हेलो 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 हामीलाई हेरेर हाँसिदिने मान्छेहरू हामी चाहिँ यहाँ ल ए होइन रहेछ हामीलाई हेरेर खुसी हुने दुःखी हुने सबैजना साथीहरू हामी चाहिँ यहाँ के हो हामी चाहिँ यहाँ अब जङ्गलतिर सिस्नो टिप्न जान आँटेको लेलेको जङ्गलतिर उभो ए हस् फेरि अनि भाउजू होइन वासरुममा हुनुहुन्छ कि एकछिन ए आइहाल्नु भयो उँभोतिर जाने अरे अनि हामी चाहिँ ओके गेटिस पनि बोकेर अनि हतियार बोकेर होइन यहाँ सिस्नो टिप्नुलाई चिम्टा बोकेर हौ यहाँदेखि मास्तिरतिर घाम त्यहाँनिर पुग्दैछ ल हजुर त्यो त उ पो त टिकटकमा पो त मैले अपलोड गरेको होइन क्या तर मिलियन भ्युज गएको थियो है हो भने कत्रा ह्यान्डसम थियो नि म त्यतिखेर त्यहाँदेखि हामी चाहिँ बोक न भक्का माइजीलाई किन बोक्नु दिनु मोटो मान्छेले बोक्नु रियलमा भन्नुपर्दा चराको गुण अरे फेकमा भन्नुपर्दा चाहिँ एकदम राम्रो छ हो भान्जी हो मेरो चाहिँ कस्तो छ त घोडाको पुच्छर अरे मेरो कपाल घोडाको पुच्छर माथि कति ओह्रालो छोडो बाटो अनि तोरी होइन सर्स्यौँ भयो त यार यी मैले भनेको नि अघि तोरीको जात त्यस्तो हुन्छ भनेर हेर्नु त तोरी माथि फुल्दैछ सर्स्यौँ भयो भने तोरी भयो भने एउटै जात हो कि तल चाहिँ फेदमा चाहिँ फल्नु थालिसकिरहेको छ यत्रो यत्रो भइसक्यो माथितिर चाहिँ यसरी टुप्पीमा फलेकै छ कि यो चाहिँ यतातिर लगाउने टुप्पाको ए ढोडको चुली हाम्रोतिर चुली हुन्छ के हो उयो हो टुप्पाको चुली हो मकैको ढोडको चुली भन्छ कि अनि लेलेको मकै कुखुराको होइन पारितिर चाहिँ यस्तो देखिन्छ होइन अब आज पनि जाने हो नि त अनि चाहिँ सिस्नो टिप्नु जाँदै गरेको हो त्यही त ए यहाँ त्यहाँदेखि यहाँ निस्किँदाखेरि सास यत्रो बढ्छ कस्तो राम्रो प्लेन पनि कति माथि उड्दो रहेछ अनि रेड मर्निङमा हो होइन दिउँसोतिर बेलुका हुन रातो हुन्छ नि त यस्तो बादल हटसेप भइरहेको तर यो ठ्याक्क घाम अस्ताउने नहुँदाखेरि तलतिरको बादल त कसैले सफा पारेछ उता कस्तो राम्रो पहिले हामीले फोटो खिचाएको थियौँ तिमीहरूको यस्तो हटसेप बसेको हो गाउँ होइन के हो यो गाउँ होइन हो पहेँलो हरियो रातो भइसकेको छ त हाल्छु हाल्ने हो नि कस्तो खालको एडिट भन त कस्तो खालको एडिट गर्ने भन त तिमी राम्रै छौ त है भान्जीले चाहिँ उसलाई लाज लाग्यो अरे कि यो बोक्नु यो चाहिँ मलाई बोक्नु दिएको अरे तर मलाई त लाज लाग्दैन म त हर्का सानपनको मलाई लाज लाग्दैन तर काम गर्न लाज लाग्दैन क्या फेरि पनि क्यामेरा छोएर चक्र बजी उयो देखिँदै कति राम्रो ठाउँ क्या यहाँ माथि गएर होइन यस्तो गरेर यस्तो दामी भ्यू कहाँ देख्नुहुन्छ हाम्रो घरमा देख्नुहुन्छ यसको तामा सबभन्दा मिठो केही कुरा खाना छ भने पछाडि दिक्कलाई सोध्नु होला सबैभन्दा मिठो खानेकुरामा सबभन्दा जान्ने हाम्रो दिक्कु हुन् कस्तो दामी भ्यू छ क्या गाइस यहाँ हेर त अघि सबैले यता भोट गरामै हिरोनी बन्नको लागि फ्युचरको हिरोनी हो क्या मेरो बहिनी क्या दामी प्लटिङ छ तपाईँलाई जग्गा किन्न छ भने दामी बेस्ट हो यस्तो दामी भ्यू छ तर जाडो चाहिँ हुन्छ है गाइस कस्तो दामी छ कि भ्यू काट्ने त टिप्पा मात्रै पो थियो
अनि त्यसपछि पछि खम्बसले सिकेर खम्बसले काट्छ अनि त मैले लात्ताले भाँचेर काट्नु भन्थेँ होइन लात्ताले एक हार्ने मेरो माइछु मान्न दिने आस्था राखेको हुन्छ क्या अनि मामा मामा चिज क्यामेरामा सबभन्दा अगाडि गएर हामीलाई देखाउनु पर्यो गयो म अगाडि सबैजना चिज गर्न है त चिज ए चिज त गर्नु चिज पनि गर्दैन नि यार हिरो नि धेरै हिरो नि नपल्ट काँडा तपाईँले भन्नुभएको तपाईँले भन्नुभएको जाङ्गु देखाउनु यो चाहिँ औषधि हो यसको मुन्टा टन्सिल भयो भने घाँटी दुख्यो भने खोकी लाग्यो भने यसको मुन्टा तर योभन्दा मोटो मोटो हुन्छ यसकै भए पनि काम त लाग्छ यो केही पनि भेटिएन भने यसको जरा भयो भने खोतालेर कुटेर खायो भने चाहिँ टन्सिल निको हुन्छ जडीबुटी हो क्या यो चाहिँ जडीबुटी न्यू डक्टर गाइज यो डक्टर धेरै पुरानो अर्ग्यानिक डक्टर यतापट्टि ठुलो रहेछ देखाउ त यो झन् हैसेलीको घाँटी दुखेमा टन्सिल भएमा तपाईँहरूको बच्चालाई खुवाउन मिल्छ यो बुढो मान्छे जब सबैले खान मिल्छ यो मिस्टर डक्टर स्पेसल डिक्कुको बाट हो अनि अरू यसले काखीहरू गनायो भने मोलेर हाल्दाखेरि गनाउँदैन अहिले त खै के हरियोसन के जति पो भन्दो रहेछ कम्ता महँगो रहेछ उतातिर टिप्दो रहेछ त ए तपाईँ पनि टिपेर लगिदिनु न 1 लाखमा बेचिदिनु अनि त्यस्तै हुँदो रहेछ कि कति केजीको कति पर्दछ धेरै महँगो पर्छ उताको जङ्गलतिर हिँड्दै गएपछि धेरै जडीबुटीहरू मैले जान आउँछु भन्नु पनि यति नै हो अझै 1-2वटा चाहिँ छ होला अब तपाईँहरूलाई अझै अपडेट चाहिन्छ भने स्पेसल डिक्कुको भिडियो हेर्नु होला अलिक जान्नुहुन्छ क्या अलिक धेरै यसरी गाडी परेछ त मस्ती भित्ता देखाउनु भित्ता हेर्नु गाइज ऐसोली नै ऐसोली तपाईँले यहाँ आएर खाँदा नि हुन्छ औषधि यो अर्ग्यानिक औषधि कुनै साइड इफेक्ट छैन कि एकदम ओरिजिनल अर्ग्यानिक औषधि हो गल्दै गल्दै छु अलिअलि यस्तो दामी भिड चाहिँ हाम्रो गाउँतिर मात्रै देखिन्छ अरू ठाउँमा देखेर तर सबभन्दा राम्रो मलाई यही लाग्छ अलिकति थोरै हिँडेर गयो भने माथि पुग्यो भने फेरि ज्ञानदीपको मन बिग्रिन्छ होला यस्तो मस्तिर देख्नु अलिकति नहिँडे त होइन होला अलिक बढी नै हिँड्नुपर्छ धेरै त हिँड्नु पर्दैन थोरै हिँड्यो भने मनोकामना पुगिन्छ गाइज अस्ति मनोकामना पुगेर आएको म हो मेरो स्कुलभन्दा माथि अलिकति हिँड्यो भने पुग्छ म अमरकान्ति पढ्दैछु क्या अग्रिया पनि मसँगै हो नि त अस्ति दिवालीमा गएको थिएँ कि म साथीहरूको घर दिवालीमा मनोकामना रहेछ मलाई थाहै थिएन मनोकामना क्या चिज छ जाँदा हिँडेर गएको थिएँ पनि म खुट्टा दुख्यो गाउँ जस्तै हो क्या नो इफेक्ट्स गर्मी भइसक्यो ज्याकेट लगाएर भने जाडो हुन्छ नि सेतो सेतो हुन्छ तपाईँलाई के भयो घङ्गर भन्छ यसलाई घङ्गरको रुख दामी रहेछ लट्ठी त यहाँ खुकुरी छैन यस्तो दामी डिजाइन कहीँ देख्नु म अलिक डिजाइनतिर जान्छु क्या त्यो पुलिसको के पो बेतको लौडी हुन्छ नि त्योभन्दा त यता होइन कत्रो हेभी हुन्छ भन्छ भाँचिँदैन पनि सुकेपछि त सबभन्दा स्ट्रङ काठ हो क्या यसको ठुलो पोथ्रा चाहिँ हुँदैन यत्रै मात्रै हो क्यामेराम्यान ल्याउनु खै अब मलाई म तपाईँहरूलाई पुलिसहरूलाई भनिदिन्छु तपाईँलाई मैले रुख देखाएँ नि गाइज पुलिसलाई रिकमेन्डेड गर्दैछु हो त काटेर सुकाउनु तपाईँको लट्ठीभन्दा धेरै डर हुन्छ जसले त एकसँगै बोलिदिन्छ सबै फेरि रोप्नुपर्छ नत्र भने हुँदैन यो तलसम्म उखाल्नुपर्छ घरि झर्दाखेरि यति दामी हाम्रो घरमा रोप्नुपर्छ भन्छ
पर्दैन भरे आउँदाखेरि भयो त्यो डर सुक्छ कि फेरि ओके घर जाऊ भरे आउँदाखेरि टिप्छु तपाईँले मलाई स्पेसल देख्छु त अघि तपाईँले मलाई रुख देखाउनु भएको थियो नि हो त्यसको बारेमा थोरै भनिस् त्यो सकिसक्यो यो मेल चाहिँ देखाउ न काँडे मेल यो पाहाडतिर मात्रै हुन्छ तर यो पनि पाहाडै त हो देख्नु गाइस त्यही भएर हाम्रो गाउँमा आउनु के के हो त्यो चाहिँ मेलै हो त यो गुली हो रे टर्रोवाला हो नि मैले पनि खाँ टर्रो हुन्छ टर्रो चाहिँ हुन्छ तितो चाहिँ थाहा छैन है सानो खालको मेल भयो ओ हामी अस्ति उताबाट घुमेर आएको यो बाटो पनि हुँदो रहेछ सिउडी के भन्छ ड्रागन फ्रुटको रुख हो रुख जस्तै त हो सिउडी के भन्छ के सबै म टुरिस्टहरूलाई रिकमेन्ड गर्न चाहन्छु हाम्रो गाउँमा आउनुहोस् हात्तीबार यसलाई हात्तीबार भन्छ यसले के गर्छ भन्नुहोस् होला यसको डोरी निस्किन्छ यसलाई यो गरेपछि काटेर यसको बोक्रा फालेपछि यसको भित्रबाट रेसा निस्किन्छ त्यो रेसा चाहिँ रेसाको चाहिँ डोरी हुन्छ क्या ओए 1000 सिडी भन्दा 2000 सिडी कति छ फुलचुकी नजिक देखिन्छ त मनोकामनासम्म चाहिँ यो त यता त हेर न डाँडा टोल देखिन्छ यता देखाउ न डाँडा टोल देखिन्छ अलिक त डाँडा टोल त्यही भएर भन्छु कि हाम्रो गाउँमा आउनुहोस् गाइस उयो हामी बोल्न न ए गाइस हेर्नु ऐसलको घर होइन ऐसल सबै यहाँ छ त्यहाँ ऐसलको घर भने हो कि ढाङ त मलाई पनि थाहा हेर्नुहोस् ट्याङ्की खानेपानीको ट्याङ्की यहाँ त गाउँै बस्दा यस्तै हावा चलाएको थियो नि अस्ति मनोकामना हिँडेर जाँदा माथिको गएछ उता के अरे यतातिर त यस्तै पानी चुकाएर खान मिल्ने खालको पो रहेछ पाइपहरू त गाउँको जस्तै सिस्टम पहिलेको गाउँको सिस्टम यस्तै थियो अहिले त छैन गुन्द्रुक त्यसरी सुकाउने हो गुन्द्रुक मेरो गुन्द्रुक फेरि गाइस फेभरेट हो सबभन्दा बनाउनु मासु र गुन्द्रुक दियो भने म गुन्द्रुक खान्छु यस्तो मिठो हुन्छ कि फेरि कुक बनाउने मान्छे पनि मिठो बनाउनु पर्यो यो मामा यो दुश्मन मामा हो मेरो रुक्नु भन्छ मलाई रोक्नुहुन्छ अनि म जब त्यहाँ बस्न आँटा हुन्छु फेरि हिँड्ने मलाई बाटै थाहा थिएन फेरि पछाउनु परिहाल्यो त्यसो गर्दा गर्दै माथि पुगेँ बस्नै पाइनँ म त एकचोटि त म पनि एकछिन बस्दिएको एकछिन रुक्नु भन्छ नि रेस्ट गर्छ नि त्यहाँ अनि म जब मामा भट्टामा आइपुग्छु त्यसरी हिँड्ने त्यसपछि म पनि हिँड्नै पर्यो जौबारीको घरमा तिरतिर जस्तै देखिन थाल्यो त जौबारीको घरमा तिरतिर जस्तै देखिन थाल्यो मोटो भएछन् पेसलदेखिको यति हिँडेर फ्या फ्या भइसके म भएको छुइनँ सास थाहा भइहाल्छ नि कसको ठुलो सानो खालको बिरुवा कति क्युट उयो यो जराबाट पलाएको नि त यो काटेर त्यसको जराबाट पलाएको देखो ऊ त्यो चाहिँ के गरौँ यो झिङ्गना झिङ्गना भने भनेको त्यो झिङ्गनै हो त्यो बाख्राको घाँस हो झिङ्गना भनेको झिङ्गनै हो गाई बस्तु बाख्राको घाँस हो तपाईँले खानु भएको छ क्या हो थाहा पाम्बा मैले घाँस काटेको त यसको मात्रै मतलब गाई बस्तुहरूको फेभरेट होइन मेरो दुई कुरा सब कुरा थाहा छ एक राउन्ड यस्तो घुमाउनु आनाको राम्रो हुन्छ 8 लाख भनेपछि लगभग 40 लाखको 8 45 5 जना मलाई भ्यू गर्नु मलाई मनपर्छ मेरो दिक मेरो मामा स्मलेस्ट मामा हाम्रो फ्यामिलीको सबभन्दा सानो मामा अनि यहाँ हुन्छ मामा अनि कोरियन जस्तो देख्ने मामा मामा चिज हेर चिज पनि गर्दैन हौ गर्न हे चिज यो मेरो मामा फेरि हेर्छ हुन्छ कसैलाई चाहियो भने मेरो मामाले बुक गर्दा बुक नभनौँ मेरो मामा सिङ्गल
बुक गर्न मिल्दैन बिर्सेको सरी अलिकति छैन कि मेरो मामा अलिक सिङ्गलै हुनुहुन्छ जसलाई मनपर्छ दिक्कुको युट्युबमा कमेन्टमा रेड हार्ट 3टा पठाइदिनु होला मेरो ह्यान्डसम मामाको लागि फेरि मेरो मामालाई चाहिँ फेरि रैनी मात्रै चल्छ है तर चल्दैन होइन मामा मामा तपाईँलाई त म दिक्कु भन्छ हौ ड्याडीले त बाघको चाकी अन्त मलाई त्यही भन्नुभएको थियो कि ड्याडीले अनि अर्को मान्छे त्यो के हो तपाईँको युट्युबको कमेन्टमा क्या मामालाई मन पराउने जतिले रेड हार्ट पठाइदिनु 3टा भनेको कि अनि फेरि सबै मामालाई चाहिँ रैनी मात्रै चल्छ भनेको कि किनकि मामालाई रैनी मात्रै चल्छ माटो काठ कि काठ ए काठ कस्तो हो राम्रो त लु आई झन्डै लडे कस्तो दामी सिधा रहेछ त्यही त घोटेरै बनाएको जस्तो छ है ओ यो चाहिँ काफल हो त्यो पनि काफल हो उताको अङ्गेरी हो यो त चिलाउने हो यो सल्लाह हो ऊ त रातो भएको चाहिँ के हो ऊ त रातो त्यो पनि काफलै हो त्यसमा कलर चेन्ज भएको ओ काफल कलर चेन्ज नि गर्छ उनीहरूले होइन यो समथिङ केही त्यो भएको होला कि त्यसमा रानी जिन्दाबाद भन्नु साइलेन्ट मामा कस्तो हेर्नु मैले क्यामेरा गर्ने बित्तिकै उता हेर्नुपर्छ यहाँ त काफल गाई वैशाख जेठतिर हो बैदे भने जडीबुटीको डाक्टर कालिज भेटिन्छ अब चाहिँ बैदे दिक्कु अरू केही छ यहाँ औषधिवाला छ भने भन्नु होला यो के हो बैदे दिक्कुलाई नै थाहा छैन यो चाहिँ मैले पनि चिने अर्खौला जस्तो छ अर्खौला यो चाहिँ के हो फेरि यसले के गर्छ यो चाहिँ केहीले यो त्यतिको बिना पत्ता गरेर भयो केहीले खाँदैन पनि काठ पनि सानो ठुलो हुँदैन यो दाउरा मात्रै हुन्छ ऊ एन्स्काइज पाटैभरि यो सल्लाह हो यो त काम लाग्छ यसको त सब थोक हुन्छ ओ त्यसो भए टुलहरू पनि मन पर्छ होइन भन्छ यसको बेन्च डेस्क यो के अरे बेड दराज एभ्रिथिङ जे पनि हुन्छ यसको चाहिँ काम लाग्दो चाहिँ किन भुइँमा फालेर आयो यो उता लानुलाई नि यसो चाहिँ कालो कालो चाहिँ के भएको यो सुक्दै गरेको हो त्यहाँ चाहिँ पानी चाहिँ सुकिसकेको छ सुकिसकेन त्यसै हुन्छ यहाँ त घामै आउन छोडिसक्यो ओ यो हामीले देखेको ठाउँ चाहिँ होइन कता तपाईँलाई मात्रै देखाउनु त मिल्दैन नि भनेको मलाई होइन मलाई मेरोपट्टि पनि घुमाइदिनु न म पनि हेरौँ खै त्यो घुमाउनु त म जान्दिनँ है यसरी घुमाउने हो त्यसरी यसरी त्यसरी घुमाउनु नि त यस्तरी यस्तरी खै त खै यस्तरी समात्ने होइन अनि यसरी गर्ने अनि आफूलाई यसरी देखाउने यस्तरी समात्ने है अनि यस्तरी हेर्ने समातलु बदल भेट्यो भने तपाईँहरूलाई सिकेनौ दिक्कु यो स्पेसल दिक्कुले तपाईँहरूलाई कसरी मार्नुपर्छ त्यो टिप्स सिकाउनुहुन्छ यतातिर बदल नि पाउँछ क्या त्यस्तो गर्ने के त्यही भएर भन्छु कि यहाँ आउनु के टुरिस्टहरू मुखमा समात्ने अनि यसरी मुख च्याप्ने मैले लास्टमा आफूलाई हाङ्गै 2 टुक्रा बनाइदिएको जे पाइदियो भन्छन् क्या दिक्कु खोला जस्तो हो सुकेको खोला काका यहाँ सुकेको खोला होला हेर्नु मलाई तपाईँले सिकाएको मैले केही बुझिनँ म त यस्तै गरेको हुनुपर्छ मैले सक्ने मेरो हात यस्तो छैन त्यसै भन्छ हिरोनी पिक्चर हिरोनी
म चाहिँ फेरि कि पुलिस भन्छ कि हामी भन्छ कि नेता अरे तिमी नेता बन किन हँ? किन ज्यानले नेता बन्ने मात्रै देखिन्छ तिमीले आर्मी पुलिस बन्ने तिम्रो ज्यानले देखाउँदैन होइन भन न यहाँ सबैलाई सोध त हो कि होइन के कि देखिसक्यो लु दिक्कु दिन यनी उसलाई सोध त मामालाई सोध त हो कि होइन मैले के भनेको भने नि केपी चोरको होइन। राइट ह्यान्ड यहाँ आएर के भनेको कुद्नु होला भने उसलाई चाहिँ आर्मी पुलिस कि त नेता बन्ने अरे अनि नेता बन भनेको के अनि आर्मी पुलिस बन्नलाई जेनले सुहाउँदैन नेतै बन्नुपर्छ भनेको नेता बन्नलाई त अहिले हर्क सन्तानको डिटेल भन्न सक्नुपर्छ क्या हो क्या नि हर्क सन्तानको चुनाव के त माटो हो भन्छ कि भन्छ भन्छ जय माटो जय देश भन्छ केपी चोरको राइट ह्यान्डै आएर कुद्नु होला मलाई स्टम्प भयो म चिन्दिनँ को हो त्यो केपी भनेको हिरोइनसँग अलिकति फोरी पनि छन् क्या फोहोर भइसकेको कपडै फोहोर भइसकेको यहाँ राखिराखेको भयो आगो फुक्नलाई झुरुरुको बल्छ नि एउटा यिनीहरू पनि टिप ल यिनीहरूलाई तपाईँ हर्प साङमाङको पार्टीको को परे दिएको मैले त बिर्सेँ म हर्क सन्तानको श्रमदाता श्रमदाता मेरो दिक्कु कपालमा नजानुहोस् होला गाई यहाँ हिँड हौ हामी कपालमा गए पनि राम्रोसँग कपाल होइन हामी यता आउनेदेखि म पनि भन्छी हुँ छ नि म हान्छु ल हट्नु त हेर्नै भ्यूहरू के को यो ढुकुरको पर्खो ढुकुरको ढुकुरको पाक खाऊ नि त खाऊ कति देखाउँछ यी तपाईँसँग माथि हजुर भोलि त टुप्पीमा पुग्छ जस्तो जाँदैन रहेछ टुप्पीमै नपुग्ला जस्तो छ भोलि खोइ हेर्नु म सजाउँछु मेरो टाउकोमा यता चाहिँ खसै ढुकुरको प्वाक गाई बाइकहरू हिँडेपछि फेरि एकजनाले सल्लाह गर्यो। मलाई त त्यसो त हातै दुखो आइ जग्गा चाहिँ यता छ ब्युटिफुल दिनी ब्युटिफुल दिनी अनि यहाँनिर गएर एउटा भिडियो बनाउँछु सामसुङ ग्यालेक्सी गाइड्स दिकुको हातमा यहाँबाट चाहिँ बाहुबलीको भिडियो बनाउनु पर्ने हो जम्मा माथि जम्मा माथि सक्छु तर उत्रिन पो सक्दिनँ अब जान चाहिँ म जहाँ पनि सक्छु तर उत्रिन सक्दिनँ क्या म सरकारी मलाई थाहा छैन मलाई लिएर खुवाइदिनु अब त महँगो पर्दैन तपाईँ फेरि 4-5 सालको होला कुक 7-5 हो अरे 14 सालको 14 सालको तिमी कति साल पुग्यौ दियो पालि तपाईँको लाग्छ मेरो हिसाबबाट तिमी भन्दा पनि पूर्णिमा जन्मिँदाखेरि हो योसँग ल्याउनुहोस् मलाई 10 रुपियाँ होइन अन्त क्यामेराको मेरो जस्तो सस्तो क्यामेराम्यान चाहिँ कोही पाउँदैन होला अरूलाई चाहिँ फेरि म महिनाको 30,000 लिन्छु यो मेरो दिक्कु परेर 10 रुपियाँ मात्रै ल्यायो अहिले त्यहाँ देखाउँथ्यो हुने हो नहल्लाई देखाउ त्यो तल हो हुने 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 यो हो त्यो हुने हो है खतरा हुने हो उयो यो उनिउले चाहिँ के हुन्छ नि सोतर भने ए त्यसलाई भए पनि पशुहरूलाई ओछ्याउनलाई काम गर्छ ओ सुत्नको लागि सुत्नको लागि
नगद जिउ धरती हल्लिन्छ म त्यस्तो मोटो पनि छैन घटेको छु म त 10 केजी घटे अझै घट्दैछु अनि म त कुद्दाखेरि को हल्लिँदैन अरू क्यामेराम्यान हल्लिँदैन भने तर म हल्लिन्छु त्यही भएर त 10 रुपियाँको क्यामेरा भनेको त अलिक जस्तै हाँस्नु त सर्व हुँदैदिन्छु मेरो 10 रुपियाँको क्यामेराम्यान यो टाइपले गर्ने के घाम अस्ताउन आएछ नि त तिमीले एकछिन है यस्तो तरिकाले गर्ने चाहिँ सल्लाहकारी हो होइन दामी रहेछ हामी चाहिँ जाँदैछौँ थोरै थोरै बाटोको भ्लग गर्छु तिम्रो त सबै काट्नुपर्ने देखेँ 1-2 पिस मात्रै त्यो बोलेको शब्द मात्रै ठिक लाग्यो मलाई यो तिम्रो भिडियो ठिक लागेन क्यामेराम्यानको 10 रुपियाँको क्यामेराम्यान हेर यहाँ भरे गरेर अब एकछिन म त्यो उ गरेपछि मलाई राम्रो सिन देख्यो भने चाहिँ म गर्छु अरू बेला तिमी गर न हामीहरू चाहिँ यसरी जाँदैछौँ है अनि यसरी खालो झन्डी ढले अनि हामी 1 2 3 4 5 6 7 जना जाँदैछौँ कि अनि यहाँबाट यसरी यहाँनिर मेरो क्यामेराम्यान यता खेल्ने ठाउँ देखाउँदैछ अनि म यता यसरी हिँड्दैछु होइन मेरो बडीगार्ड यता पछाडि छ है मेरो बडीगार्ड हो अनि बडीगार्ड चाहिँ यसरी हिँड्दैछ अनि यो चिलाउने रुखहरू हो पोखरको रुख हो यो लाकुरी हैन ए चलो खरको रुख जस्तै देखिरह लाकुरी पो अरे है अब यहाँदेखि फेरि थोरै जङ्गल पसेर निस्केको यस्तो पो देखियो टक्क लगाएर है ऊ यहाँदेखि आएको हामी होइन मै त्यही त त्यहाँ ऊ त बाटो आएको होइन नदेख्ने ऊ त घरबाट आएको नि त यस्तो छ टक्क लगाएर सिन चाहिँ लेलेको चरा यो देखिँदैन भङ्गेरा ओइ भङ्गेरा त होइन पर्छ के हो यो फिस्टा नप्सीको कति धेरै यो त सुकेरै भयो होला होइन महँगो हुँदैन यो फेरि तलतिर चाहिँ किन्दाखेरि यसको धुलो चाहिँ कति महँगो हुँदैन गप्सीको धुलो हजुर सुकाएर बनाएको धुलो हाम्रोमा धुलो त छैन पहिला नि टिमुर भयो ओरिजिनल गाउँ कस्तो राम्रो हेर्नु नेचर इज ब्युटिफुल नेचरको गुरु नेचरको बारेमा थोरै भनिदिनु होला राईहरूले नेचरलाई पुज्छ नि त म पनि राई भएँ त्यही भएर म पनि बुझ्छु तर मलाई नेचर धेरै मनपर्छ न्यौ नेचर भनेर जीवन हो त्यही भएर रुखहरू धेरै काट्नु हुँदैन नभए तिमीहरू सास फेर्न नसकेर मर्लाउ रुख काट्नेहरूलाई यो डायलग मेरो अघि डाइलग सुन्नुभयो पेसलजीकोले सुन्नु भएन मेरो डाइलग ल भन्नु त मैले के भनेको थिएँ ए सुनिन भन्नुभयो सुनि भने सुने सरी डबल सरी त्यो भनेको के मलाई नेचर मनपर्छ नि हामीले राईहरूले नेचर पुग्छन् त नि होइन जसले रुख काट्छ नि हो त्यसलाई क्या घाँटी नाकेर मार्ने सजा आउनुपर्ने क्या अक्सिजनले रुखहरू काट्नेहरूलाई रुख काट्ने नहरूलाई होइन रुखहरू अक्सिजनै धेरै नहुने ठाउँमा पठाइदिने क्या अनि रुखको महत्त्व बुझ्छ तिनीहरूले हो कि होइन हो कहाँ खोइ
पूजा गर्न ठाउँ हेर्नुहोस् गाइस पूजा गर्ने ठाउँ हामी नेपालको लेलेको हो नेपाल अब जो नि नेपाल त हो नि टुरिस्टहरूलाई हो कि यो चाहिँ म त जसलाई नि भन्छु नेपालहरूलाई त थाहा होला नि नेपालीहरूलाई त लप्सीको लाँदा पनि जानु रहेछ मलाई त के जानु लप्सी लप्सी रहेछ यहाँ मान्छेहरू आएर लप्सी लगायो भने त धनी हुन्छ नि अब सिस्नु टिप्न आएको मान्छे सिस्नु टिप्न आएको मान्छे सिस्नुको एउटा पात पनि भेटाएन पुगेकै छैन नि त ठाउँमा अझै बाँकी नै छ घर जान एउटा होइन र यो बाटो घर जान्छ अब दिकुलाई सर्टकट थाहा होला भने देख्ने त तल हामीले त्यो यता यता पहिला त्यो सिधा आइन्थ्यो नि हो कि त हो त्यो अर्ग्यानिक होइन मिठो मात्रै हुन्छ तर यसले तपाईँहरूले अमिर पनि भन्न सक्छ सुकाएर त्यसको धुलो बनायो भने अनि यो हुन्छ त ए देखाउ न त तपाईँलाई थाहा नै यो बोटबाट झरेको नि त त्यही भएर अर्ग्यानिक हुनु तपाईँलाई हेर्नु कस्तो राम्रो ठाउँ हेर्नु त्यो तलको ग्राउन्ड के यो म एक्स बढाउँछु है हेर न बाटो हामी चाहिँ एउटा झर्दैछौँ है गाई चाहिँ अब गाई हेर्न न मलाई हामीलाई हेरेर हाँस्ने मान्छेहरू झरौँ झरौँ ए बारीको बाटो के नानीलाई उगर अब हो त्यसरी यतै जन्मेर हुर्केको मान्छेलाई यसरी झार्नुपर्छ गाई हामी चाहिँ गटङटङ झरिहालिन्छ कि ए कसरी झर्ने बुढो गाडी लड्दैछ हामीहरूको ठाउँमा हुर्केको मान्छेहरू त अनि के आफ्नो भविष्य आफै बनाउने त्यसरी झर्ने अवस्था हामी म त यहाँ मान्छेहरूलाई देखाउनु परेन मै खुट्टा खोज्छु झन्डै अब चाहिँ हामी गन्तव्यतिर पुग्दै आँटेको छौँ के छ झरेको लप्सी आएको छ यो अवस्था भयो यहाँ मान्छे लाग्छ नगर यहाँ लाग्छ कता मान्छे लाग्छ कि पर्दैन होस् होइन झाँट्रीले हान्ने भन्दै थियो गर्दैन
त झट्टीले चाहिँ सबै नै झर्छ झर्नु चाहिँ तर हामी उल्टो जान्छ गेटी छैन झारिन्छ उ त डन्डी छ नि ऊ आयो अब अलिक तल झरेको भए हुने गर्थ्यो होला तल छस्राक छस्राक गर्दै नि ओइ झऱ्यो सरी 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 टन्नै झऱ्यो हामी चाहिँ लप्सी चोरी खाँदै गाई चोर बल्ल बल्ल झरेको लप्सी खोज्दै यहाँ कस्तो मिठो रहेछ नि त माथि आएन त एउटा लु जाऊँ अब त्यसो भए ऊ त मान्छे ए घर छ लु जाऊँ 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 लु जाऊँ मान्छेहरू झरेको हेर्दै जानु छ कि मैले अब त 1300 रहेछ बाटो ओह्रालो कि 1300 होइन होइन माथिबाट झरेको गेटिसले लप्सी झारी खाँदै हिँड्दै हामी ओह्रालो झर्दै अब यो बाटो कसरी झर्दो रहेछ हाम्रो गाई चाहिँ यहाँ हेरौँ हेरौँ लु अघि कहाँ भयो यसो हो नि त नि तिते तिते हो यो त लट्ठीले कुट्याउनु यो चाहिँ खासमा मलाई चाहिँ ठिकै हुने रहेछ हौ मलाई ठिकै हुने रहेछ हौ तिते हो क्या यो प्रेसर हाई हुनेलाई मात्रै हो क्या तिमीहरू खान सक्दैन तिते हो क्या तिते यो चाहिँ मैले एउटा कति धेरै झारेको कता हरायो यो पनि भर्खरै झरेको होला हौ यो चाहिँ नास्पाती हो कति सानो खायो कस्तो भयो कस्तो भयो खायो खाऊ यति धेरै झरेको रहेछ यार यो त लु होइन तिते हो क्या यो नानी खानु सक्दैन तिमीहरूले तिते हो यो जाउँ ल ल भयो यतिको तितो त खाइहाल्छौँ नि टर्रो टर्रो त छ
फला डाँडा एकपल्ट आउँदा होइन शनिबार रोगाले चाहिँ खाइसकेको रहेछ हिँड न जानु भोक लागिरहेको थियो एउटा जानु गएर गम नै खानु न भाइ भाइ ए मेरो त हातमै दुईटा छ ल हिँड चम्चम त्यो मैले फालेको नसकेर फालेको खानु नसकेर जाउँ जाउँ ल अब समातेर होइन होइन ऊ हिँड्नु सक्दैन नि क्या कहाँ पुगिसक्यो आत्मीहरू तल जङ्गलभित्र यहाँ बिस्तारै बिस्तारै है ओ मै चिप्लेर लड्छु जस्तो छ यहाँ चाहिँ पत्करले गर्दाखेरि जाम अबै उही मै चाहिँ झन्डै हाँसे के अरे नि काका लड्यो भने हाँस्ने ल हर्क साम्पाङ भयो है हर्क साम्पाङ भयो है अब चाहिँ कति तितो यो निकै बेरसम्म तितो हुँदो रहेछ त्यहाँ मेलै जस्तो छ त यो होइन गाडी मेल जस्तै छ के भन्दो रहेछ भन्छु नि सनलाइट के भन्छ यसलाई उहाँबाट टक्रक्क देखिरहेछ जङ्गलभित्र खोल्छानी रहेछ यहाँ म भिडियोमा देखाइदिन्छु दिपन मामाको प्रोफाइलमै छ तल टिप्ने ठाउँ छैन नि त छ रहेछ त यार एक झट्टी हान्यो भने त थोरै झर्छ त यहाँ एक झट्टी हान्यो मान्छे त तल लाग्छ मतलब हामीहरू सबैजना त्यहीँ थियो अनि ओ भाइ झाडी त कत्रो ठुलो यहाँ त झाडी कत्रो यहाँ त बोकेर झार्दा नि हुन्छ हौ लु बुइजाऊ दादाको बुइजाऊ तिमी धेरै हल्का साम्पाङ नभइहाल न छोरी चाहिन्छ त चाहिँ काली आफै भर्खर हगेको छ त हिजो मात्रै हगेको यार साल दाइ यता पो रहेछ त मालपानी त ओइले ओइले हिजो भर्खर यहाँ हगिरहेछ ए हामी त धेरै पुरानो मान्छे हो नानी तिमी त कहाँ तिम्रो मम्मी भन्दा पनि म दाइ भनेपछि बुझ न अनुभवी छु के म होइन भाइ कसरी सक्दैनौ के यहाँ चिप्लेर लड्छ यहाँ मम्मी बाबाहरू त यसरी हिँडिरहेको ठाउँमा तिमी कसरी हिँड्न सक्छौ हिँड हिँड कालिज त यतै बस्दो रहेछ यार बाँसघारीतिर यता उतिर बस्छ मालिङको घारीतिर बस्छ रहेछ उताबाट तेर्से आउँदाखेरि कतिको नजिक पर्छ त यहाँ यहीँ चरा खाएछ नि त तुत्तुतेले साला यो चाहिँ के भन्छ लाटोको सेरेल चरा खाएको ठाउँ है यो चाहिँ मलाई अप्ठ्यारो लागिसक्यो कि मान्छे हेऱ्यौँ कि बाटो हेऱ्यौँ कि क्यामेरा हेऱ्यौँ भइरहेछ ओइ ओहिले एकछिन बस्यो भने यतै कहाँ बसेको सुन्न सकिन्छ
भ्याकुरा भ्याकुरा हो आमा ओइ भ्याकुरा ओइ भ्याकुरा भ्याकुरा तर कन्ठे भ्याकुरा जस्तो सानो खालको ग्याटिस लिएर सिकार खेल्न आउनुपर्छ या एक दिन दिउँसै त्यही त दिउँसै के अरे दरो खालको लिएर भनेको यतातिर तर यताको स्थानीयले मार्छ होला नि त फेरि भ्याकुरा होइन कुरकुरे उयोवाला पो रहेछ साला कुरकुरेवाला पो रहेछ त्यो हुल चरा हो यो लेकतिर पाउँछ कि एउटा रहेछ त्यही त फाँडी टिपेछ हौ टिप्न पनि के अरे त्यो नानी खै के भेट्यौ अलिकति गरम छ है तर कस्तो त्यो आवाज आउँदैन तर पानी जस्तो लाग्यो तिमी चाहिँ त्यस्तै खोज्दै गर न हामी सिस्नु खोज्दैछौँ पर्खिनु है बस्तेर है म यहाँ सिस्नु खोज्दैछु यहाँ सानो 2 मुन्टा पलाएको रहेछ खुकुरी भयो भने अर्को ओरिजिनल चिम्टा चाहिँ कहाँ गयो त्यहाँ पनि छ त्यसलाई फाँड्यो भने मसिनो र ठुलो निस्किन्छ नि धेरै किन म त केटो त खसै खान्छ जस्तो लाग्दैन खान्छ हौ खै त हेर्नु कामटा पनि त्यस्तो रहेछ मालिङ्गो पनि निगाले मालिङ्गो रहेछ उयो कोही छिरेको छैन पक्कै पनि यो झ्याङमा होइन ए माथिबाट आएको रहेछ त म गएँ अब हामी चाहिँ सिस्नु टिपेर फर्किँदैछौँ है ऊ पर त्यत्रो पोका भएको छ होइन 10 केजीको प्लास्टिकमा एक प्लास्टिक बोकेको छौँ यहाँ सबभन्दा ठुलो मान्छेलाई अडाउने लड्यो भनेको त लडेन यार धन्नले अघि त म चिप्लेर यस्तो यस्तो भएको मेरो घोपेर नि अघि प्राय जाडै भए पनि डाँडा चाहिँ डाँडाकामा बस्छ क्या 4-5 वटा थियो यहाँ थियो मेरो पनि यही हातहरू हानेछ त्यही है हेर रातो फोका फोका उठिरहेको छ त्यही त मेरो पनि यहाँ पनि भेटेको छ होइन त अघि सिस्नुमा मेरो त त्यस्तो झाँगोला हान्ने जस्तो समातेको त काडै रहेछ मेरो त्यसको चुच्चो सब यहाँ अड्किरहेको छ निकालेँ हामी चाहिँ फर्किँदैछौँ ल त्यहाँबाट त ब्याग भएछ अग्रियाको ब्याग भएछ सपिङ ब्याग हो कि के कुन ब्याग हो त्यो के पो भन्छ छोरी मान्छेको ह्यान्डब्याग यस्तो ह्यान्डब्याग ह्यान्डब्याग भएछ यहाँ अब रात पऱ्यो अब झर्ने त्यस्तै देख्यो फेरि हो फेरि टिक्रिक्क लगाएर यसको बजाउँछ नि होइन बजाउनु त आउनु सक्छ कि सक्दैन खोला तर्यो अग्रीले तर्यो नडिक चाहिँ अब ठुलो भइसक्यो अब हर्का साम्पाङ जिन्दाबाद भइसक्यो के अरे के ल्याऊ चिल्ले ए यहाँ पनि बस्छ ओइ भान्जा उड्दा उड्दै चिल्ले खाएर ज्ञानदीप यसमा त बस्दैन कसरी बस्छ एक्लै यस्तो सिङ्गल रुममा पनि बस्छ है कहिले कहीँ होइन नि बस्नु चाहिँ कसरी बस्छ
टुक्रुक्क माथि चढेर कुखुरा जस्तै। मैले पनि हेरेको थिएँ भिडियो बनाएको थिइनँ। आज चाहिँ टन्नै लामो भिडियो हो। आज चाहिँ काट्दै बस्छु। आउँदैन मलाई थाहा छ। यहाँ सिस्नु छैन रहेछ बारीको डिलमा। होइन तोरी के छ माथि गरे यो के हो यो ऐसेलु हो त्यो अर्कै खालको ऐसेलु हो कि यो लहरे ऐसेलु त्यसलाई समाते छ। तोरी देखाउनु पर्यो भने त्यहाँ तोरी गहुँ बारी होइन अनि यहाँदेखि त बारीहरू हामी चाहिँ फर्किँदैछौँ। यो कपडा त्यस्तो खालको नि त नचुने खालको। तिम्रो त अनि कहाँ त्यो मान्छे हान्छ है। ए सिकारीले सिकारी भनेर एउटा चरा हो। यो गाउँ भर्खर उम्रिँदो रहेछ। सबै गाउँबारी हो जङ्गल चढ्दैछ। यो खै एउटा शिकार खोसायो सिकारीको। खै हेरौँ न है सिकारीको शिकार खोसायो। हेरौँ न हेरौँ कस्तो थियो। यहाँ खाँदै थियो रहेछ। सिकारीको शिकार खोसायो केटाहरूले। कहाँ यहीँ बसेर खाँदै थियो ल सबै नै खाइसकेको रहेछ नि। ए कस्तो छिटो खाएको नि। भुत्ला पनि कति छिटो भुत्लाको हो र। परिवार रहेछ कम त छिटो। त्यहाँबाट भर्खर उडाएर ल्याएको यहीँ खाइदिएर ल। यहाँ बसेर खाएको थियो रहेछ। रहेछ अन्ध्रा भुँडी पनि निकालिसकेको रहेछ नि। यति मात्रै राखेर तर परेवा खाएछ सिकारीले। जाउँ तिनीहरूको पावर हुन्छ नि त। थुतु नै कस्तो बल्छी आकारको हुन्छ अनि बल्छी जस्तो यस्तो बल्छी टाइप्सको हुन्छ कि गम्की गम खाइदिइहाल्छ। बल्छी धुर्बे होइन होइन खोला तरेर होइन तर ह्यान्डब्याग चाहिँ खतरा छ क्या अग्रियाको। खै म अगाडि गएर अग्रियालाई सोध्छु इन्टरभ्यू लिनु पऱ्यो। खै इन्टरभ्यू लिन्छु। अग्रिया यो ह्यान्डब्याग कहाँबाट सपिङ गरेको तिम्रो ह्यान्डब्याग कहाँबाट सपिङ गरेको भन त। कहाँ सपिङ गरेको भन न। तिम्रो ब्यागभित्र के छ? डेकोरेसन गर्ने काठ हो। अनि ह्यान्डब्याग चाहिँ तिमी आफै किनेको हो कि अरूले किनिदिएको हो र? आफै बनायो हो? वाउ तोरी फुले गाउँ। खै हौ मल छोपेको देखेँ मैले। ए नगर न मर्ने बेला भएर चाहिँ नगर न। 10 केजी घटिसकेपछि मामालाई जाउँ। त्यो दादा पो त मामा होइन
बेसार खेती त यहाँ पनि रहेछ त ए यहाँ हेर न बेसार खेती बेसार हो मकै जस्तो देख्नु बेसार हो बेसार रुख यतै छ त यहाँदेखि सर्स्यौँ होला यो त तोरी होइन हिँड्ने न आऊ हेर न ऊ चाहिँ कति न को हिँडेको जस्तो अहिले त्यहाँ त्यहाँ गरेर मेरोभन्दा ठुलो सास फेरिरहेको छ अहिले खौ मलाई पो हिँड्नु अरे हौ ल तोरीबारी रहेछ त्यो त झ्यास डढाउँदो रहेछ त्यहाँ ऊ फेरि सिकारी त्यहीँ आयो त्यही खानुलाई फेरि तल ऊ त्यो रुखमा यता लास्टको रुखमा लास्टको त जोडी रुखमा यहाँ गइरामा यता हो चल्दैन त्यहाँ झिङ्गनाले ठ्याक्कै छल्लिएको छ खै त चरा के चरा केटाकेटालाई के फेलफेलाएर त्यहीँ बसेको थियो त कता गयो त्यो रुखमा थियो कि लस्सीको रुख यो दुइटा अन्त जल्दिएको ठाउँमा अलिक मुनि थियो क्या हौ त्यो रुख तर माथि मलाई म त अनि त्यही त नगर न के ल हिँड तिमी अगाडि म सकिनँ म तिमीलाई अब यस्तो त हान्छु कि अम्लिसो कुचो हो कुचो अब चाहिँ स्कुल लिएर यता दुईजना चाहिँ पछाडि छोडिएको छ सामान बिर्सेर तल फेरि हिँड्दै आउँदै गरेको अवस्था पुग्न लागेको घर पुग्दै खोर पनि भित्री रहेछ नि त बलियो खालको खोर त